भएका आधारमा यसरी मेरो जग्गा बिथिति गरेर मेसिन चलाउन सक्ने अब यही फोटो लिएर गएर म थाना जान्छु आज। यो माटो खुर्कै हुँ जहाँ ल्याएको हुँ लगाएर थुपाएर यो एक मुठी एक माना माटो चलाउन पाइन्न। यो डोजर निकालिहाल लैजाऊ, डोजर लैजाऊ, यहाँ राख्दैन राख यो डोजर। यो माटो यहाँ त्यसलाई जहाँ चाहिन्छ त्यही ओछ्याउन, त्यसलाई गुर्जा गरेर ल्याएर अन्त्यबाट यहाँ बनाउनु पर्छ। हाम्रो मेरै माटो मेरै ढुङ्गा मैले दिएर बनाउने, म मात्रै हिँड्ने बाटो हो र यो। कति माथि रुवाएको मलाई त्यही कहाँ माटो चाहिन्छ भनेर त म नभए बेला यति चलाखी गरेर खारेर अर्का जग्गा उहाँ निवेदन दिन लाग्छन् मलाई। त्यो जग्गा खारेर भत्काएर त्यसरी बुटा पल्टाएर त्यो लथालिङ गरेर भएन भनेर त ल अहिले एक आखार नसोधिकन फेरि डोजर चलाएर आफू लुकेको छ त। यो मेसिन लैजाऊ, यो मेसिन यहाँ नराख, यहाँ बनाउन नि पर्दैन, यति छोड, यो बनाउनै पर्दैन। म थानामा जान्छु आज। अब यहाँ यो मान्छेसँग सकिएन ल, पुरा लगाएर जान पर्ने भयो। यति माथि भन्दै निवेदन दिन्छु, छलफल गरेर चलामला पो भन्नुपर्छ र फेरि माटो आफूलाई चाहिएर पो ल्या टिप्पाटिप खारेको रहेछ नि, टिप्पाटिप खारेको नि। उहीँ राख, तिमीले हो के रे यो खारेको होइन, तिमीले हो, तिमीले एकाल यो अर्काको जग्गा खार्ने। मैले अब उसले ठेकदारले भने पनि के हो, आउनुहोस् तपाईँहरू कसरी खार्ने हो भन्न पर्छ पर्दैन। तपाईँ एक आखर तिमीले नि त सोध्न पर्छ नि। अब घरको मान्छेहरू आउँछ अहिले के थाहा ल्याउने घरको मान्छे, उसले त फोनै हान्दैन त। उसले त जम्मै मेरो जग्गाबाट ढुङ्गा, मेरो जग्गाबाट माटो, मेरो जग्गाबाट जम्मै यहीँबाट गर्ने उसको त इस्टिमेट रहेछ त। अनि किन बोलाउने नि, म तराई गएँ यहाँ उपल्लो जग्गाको दाताले यो पहिरो ला किन खार्न दिएको भनेर एक राति बिहानै 6 बजे सुतिराखेको थिएँ। अनि फोन गरेर अनि ल मेरो जग्गा कि तपाईँले किन्नुहोस् कि भनेदेखि मेरो जग्गा वारको पार वाल हुनुपर्छ, के कति कारणले खारेको भनेर म रुँदै आइगेँ। मलाई थाहै छैन, यहाँ पनि भएकालाई पनि थाहा रहन्छ। अब यो माटो जति जम्मै मैले लाने हो, मैले कहाँ अब ल्याप्रेचाहरू पाक्ने कहाँ पुऱ्याउनु पर्छ। दिनमा मैले ढुङ्गैले हान्छु, यो माटो त मैले त छुनै दिन्न, यो त माथि नै फाल्ने हो। भो मेरो जस्ताको तस्तै बनाए हुन्छ। यो ढुङ्गो माटो मैले यहाँको केही छुन दिन्न, म बिनी जाँदैछु। अब नगरपालिका दिएर भएन, मनोहरले छानबिथिति गरे, अब गएर थानैमा दिन्छु, ठुलै उजुरै चल्छ। अब मेरो जग्गा के यहाँ सार्वजनिक कति हो त्यो मान्छेले छुट्याइन पऱ्यो, होइन भने त यही चाहिँ हो भने त भोलि त मेरो घरमा ढुङ्गा पुगेन भने मेरो घर भत्काएर ल्याएर पनि सुन्नु, यो नाली काट्ने भागको माटो भाग त सक्छ होइन, त्यहाँ भागमा किन ल्याएर थुपार्ने नि। हामी हुन्थ्यौँ, हामीलाई बोलाउनु पर्छ करे नि। यहाँ एक आखर खन्ने बेला यो माटो के गर्ने, कता थुप्राउने भनेर बोलाउनु पर्छ कि पर्दैन? हजुर हामीसित करार के फाइदा छ त? मनोज कार्कीलाई फोन गर्नु न त। मनोज कार्कीले फोन उठाउन्न, 100 फेरि फोन गएको छ हाम्रो मोबाइलबाट, थाहा छ तिमीहरूलाई। उनले त फोन उठाउनन्, उनलाई त जति सक्दो चलाखी, जति सक्दो ठाकुरको सम्पत्तिको ढुङ्गा त्यसैको माटो त्यसैको सब गरेर ठाकुरिया बुढो के अरे जान मात्र हिँड्ने हो यो बाटो, अरू कोही पनि हिँड्ने रहन्छन्। उँधो त्यति माथिको ढुङ्गो छ, एउटा ढुङ्गो निकाल्दैनन्, बरु उमको उँधो गइछ, एउटा ढुङ्गो निकाल्दैनन्। हजुरले त्यति बेला ढुङ्गै फोर्न नदिए भए त यहाँ त उनले उँधो फोर्थे कि नै, उनले अरूलाई भनेर हजुरले ढुङ्गा फोर्न दिएको कि दिएन? मैले दिएको सितको सोलकार भएन, मैले त यो ढुङ्गा फोर्न दिनुभयो, जग्गा समय दिनु भन्नुभयो, समय उनले के गल्ती गरिन्छन् र? अता नि केही नि गल्ती गरे छैनन्। यो माटो नि उनैको हो, यो ढुङ्गा नि उनैको रहेछ। ल उनले गल्ती नै गर्ने रहन्छन्, यति राम्रो मान्छे रहेछन् कि राम्रो मान्छेले फोन किन उठाउन्न त नि 20 फेरि हान्दा। उनी बाइकमा होला, जति बेला सुकाइ पनि बाइकमा हुन्छ र मान्छे। यति धेरै काम गर्ने मान्छेको मोबाइल त कमसेकम विधि भइरहेछ, हरेकचोटि मोबाइलमा फोन आएको हुन्छ, दुनियाँले फोन हान्छ। अब हजुर र हामी हाम्रै काममा बिजी भइयो भने हामीले थाहा पाइन्छ र फोन भो आज यो खुरुक्कै यो डोजर लैजाऊ। मैले यति माथि निवेदन दिइसकेपछि यहाँ कतिले मान्छेको हात रहेछ भन्ने कुरो मैले बुझेँ। अब आज काम स्थगित नै भयो, म बिन जान्छु, कपाल सपाल गएर कपडा लाएर
अब यो यति म बेलुकी आउँदाखेरि पनि यो माटो चलाएर अन्त लगेको रहेछ भनेपछि यहाँ के हुन्छ मैले नि छोड्दिनँ अब छोड्दिनँ। दिएकासितको सोलकार छैन, दिएकासितको दिएको त यतिसम्म हो। यहीँका ढुङ्गा लैजाऊ भनेको टेन्डर खोल्ने भनेर दिएको त होइन क्या मैले त। टेन्डर खोलेर उसलाई जहाँ ढुङ्गा चाहिन्छ जहाँ माटो चाहिन्छ लैजाने भनेर दिएको त होइन। कागजमा लेखेर यति माथि टेन्डर खोल्ने मान्छेले एउटा सानो कागती प्रक्रिया गराउन पर्छ। माथिको चाहिँ खोइहाल्दैन नि, यो नाली खन्ने भएको भो बाबा पर्दैन, चाहिन्न, नाली पनि चाहिन्न, केही पनि चाहिन्न, यहाँ बनाउनै पर्दैन। भो पर्दैन यो चलाही हो। जति कुरा पनि चलाही छन्। यो माटो उँभो लाने हो, यहाँ उता किन लाने नि, उँभो फाला भक्का बग्ल उँभो फाला जहाँबाट ल्याएको त्यही हुनुपर्छ यो माटो। यो कसैलाई तेला चाहिएर अनि त्यहाँबाट खनेर यहाँ थुपारेर नाली पुरेर नाली बनाउनु पर्छ भनेर बाँध गरेर लान्छु भनेर होइन भने त हामीलाई एक आखर यति माथि काम गर्दाखेरि एक आखर सोध्न पर्छ। त्यसो बाउको सम्पत्ति हो र हामीलाई एक आखर नसोधिकनै बिथेती गर्ने यहाँ। मेरा सराफले के हुन्छ बाटो बनाउने बर्खामा बाटो च्वाट्टै छोडेर बाटोको बेइज्जत गरेर हिँड्ने बाटो। बर्खामासा काम हुन्छ र हजुरले बर्खामासा अरू काम गर्नुहुन्छ र? बर्खामासा गाडी चल्न परेन मुखले भने जस्तो हुन्छ र? बर्खामा त गाडी चलाउन छिटैबाट लाउनुपर्छ नि। भक्कामा काम गरेर कति नै खरे यति छोटो बाटो त्यहाँबाट त्यहाँसम्मको बाटो हो ल। कति नाली बनाए यत्रो अनि यत्रो मेसिन हालेर खने बाटो। तिमी हामीको सोलकार तिमीसितको कुरो पनि भएन, तिमी र म मुख जुदाउने कुरो नि भएन, यो भाइको नि मुख जुदाउने कुरो भएन। तिमीहरू यस्ता कामदार बलिया कामदार यस्ता जान्ने सुन्ने कामदार रहेछौ। एक आखर यति माथि खन्दाखेरि घर परिवार म त थिइनँ, अरू त थिएछ र नि। एक आखर सोधेर लौ कसरी हो भनेर सोध्यो कि आफूलाई माटो चाहिन्छ भनेर बाटा खसाल्ने हो। म त कपाल हार जान्छु, मैले सकिनँ। अब यो रोक्न सकिनँ, मेरो त गएको बिक्री भयो भनेर म खाना छोड्न भने आज हेर म कपडा लाएर यही बाटो आउँछु। यहाँ त्यति माथिको दाउरा थिए, दाउरा लैजान बोलाएर दाउरा त्यही पुरेको छ। मलाई यस्तरी रुवाएको छ यो मान्छेले। यसलाई मेरो मान्छे छन् कि छैनन् हेरेर देखाउँछु मैले। मेसिन ल्याएर बाटो बनाउनु छ।